भाइ अस्ति प्रचण्डले के गरे भन त? प्रचण्डले चाहिँ नि यो लुकुम गाउँमा आएर हामी स्वागत गर्ने छौँ भन्दाखेरि नै धेरैजना यो लुकुम गाउँको बढी सबले गएर माला सिलेर लगेर प्रचण्डलाई अब गाडी रोकेर जब लाने बेला छ भन्ने बेला चाहिँ नि प्रचण्डले चाहिँ नि गुरुजी गाडी नरोकिदिनु चलाइहाल्दिनु हामी गइहाल्ने हो माथि निसी बुलकोतिर बनो त्यहीमै मलाई प्रचण्डले त्यस्तो गरेर मलाई त्यतिमै दुःख लागेको छ र प्रचण्डले लुकुम गाउँमा गाडी नि रोकेन र स्वागत गर्न नि हामीले पाइनौँ। अनि प्रचण्डले के भन्नु छ त तिमीले? अनि प्रचण्डले त्यो दिन गाडी रोकेको भए हामी त्यसलाई झ्याली पिटेर माडल बजाइ दमा बजाइदिएर स्वागत गरेर लाली गुराँसको माला मन्टामा लगाइदिएर धेरै स्वागत यस्तो गराउने थियौँ भन्ने पलायनमा थियौँ तर त्यसले गाडी रोकेन र कि त्यो पलायनहरू सब बटाबिङ्गमा गयो। ल अन्तिममा प्रचण्डले के भन्नु छ? अन्तिममा चाहिँ नि फेरि आउँदाखेरि रोकेर आएर चाहिँ नि फेरि यस्तै भयो नि सबले अब के अरे राम्रो मान्दैनन् भनेर भन्नु। यस्तै भयो भने सबले राम्रो मान्दैन अब फेरि आउँदाखेरि के गर्ने रे यहाँ लुकुम गाउँमा पसेर जाने रे यिनी अझ सबभन्दा यिनको घरमा चिया नास्ता गरेर नि अनि ल